Hey everyone, welcome back to my another vlog. So guys, आज चाहिँ म इन्टरभ्यू गर्न निक्लिसकेको छु र मेरो चाहिँ सेकेन्ड ट्रिप हानेर बसिरहेको छु गाइज हैन। अहिले चाहिँ 7 बजिरहेको छ अनि मैले चाहिँ यहाँनिर ललितपुर र काठमाडौँको बीचमा बसिरहेको छु खोलामा हैन। अनि यहाँ आएर मान्छे रुँगेको चाहिँ मैले निकै बेर भइसकिसक्यो, मान्छे पाइरहेको छैन कि हैन, मान्छे पाउन सकिरहेको छैन गाइज है। खोजेको खोजै छु हैन। Look guys, 14 किलोमिटरको कति रे 120 रुपैयाँमा 120 रुपैयाँमा 14 किलोमिटर जान्छ अरे यो मान्छे सलिना भन्ने घुमाएर दिने जस्तो हुन्छ नि गाइज। अलिकति क्या अलिकति मानवता भन्ने हुँदैन, अलिक हुने कुरा गर्नुपर्छ नि यार हैन। 14 किलोमिटर को जान्छ 120 रुपैयाँमा यार, उसैले पेट्रोल हाल्दिएको जस्तो। सो अलराइट गाइज, यो चाहिँ मेरो त्यो 30 पनि 30 चाहिँ मैले अफलाइन लिएँ है। अफलाइन पनि म चाहिँ अनलाइन रेटैमा ल्याइदिएँ होइन। उहाँलाई मैले 200-300 रुपियाँमा, उहाँ तल टिका थली मैले अघि जहाँ भनेको थिएँ त्यहाँबाट यहाँ माथि के जाति भैरव चान्डी यता झन्डै साफु निक्लिनु पर्दो रहेछ यो बाटो चाहिँ होइन गाइज। सो अब म चाहिँ मूलपानी चोर गएर बस्छु होइन। मूलपानी चोरमा पायो भने पाएन भने लेट चाहिँ के हुन्छ थाहा छैन। अब आई होप पाउँछ होला। त्यहाँ जति मैले त्यहाँनिर अब तल टिका थलीमा नि 1 घन्टाभन्दा धेर बस्यो होला, तर मैले अफलाइन पाएँ होइन। अफलाइन अनि उहाँलाई अनलाइन रेटमै ल्याइदिएँ मैले यहाँ चाहिँ, तर त्यो पनि ठिकै छ गाइस होइन। लेट्स सी देख्नु चाहिँ यो म कहिले नपुगेको नआएको पठाउ गर्दै कहिले नआएको ठाउँहरूमा आइरहेको छु क्या अहिले चाहिँ म होइन। अनि पहिले गर्दाखेरि बरु यति धेरै आइएन। ओ माइ गड, यहाँ त स्विमिङ पुल छ है गाइस साँच्ची यार। यहाँ चाहिँ स्विमिङ पुलमा चाहिँ खुट्टा यस्तो बनाऊ अनि बिस्तारै जाउँ होइन। खुट्टा यस्तो बनाइसक्यो, खुट्टामा पानी परेन नि त। ओफ, ढलको पानी निक्लेर छ पुरै गनाइरहेको छ यार गाइज। ओ माई गड। सो गाइज देख्नु सक्नुहुन्छ तपाईँहरूले पुरा खुल्ला भ्यू छ यहाँ चाहिँ होइन। यस्तो यस्तो ठाउँ आइपुगिरहेको छु म गाइस। त्यहाँ चाहिँ हाम्रो राइडर साथी हुनुहुन्थ्यो एकजना, उहाँले नि यतै कता लिएर आउनु भएको छ। अब यहाँबाट मान्छे पाउँछ पाउँदैन त्यो थाहा छैन गाइस है। अनि मूलपानी चोरमै गएर बस्छु म, किनभने त्यहाँ अफलाइन पनि पाउने सम्भावना हुन्छ नि त धेरै। अब अनलाइन मात्रै कान्नुहोस् ध्यान पारेर बोल्न माया हृदय खोलेर। फाइनली म चाहिँ मूलपानी बस स्टप पनि आइसक्यो है त गाइज होइन। अब म चाहिँ यहाँ बस्छु पुरा हो, यहाँ चौरीको साइड लागेर खेद्दै जहाँ होला नि त। यहाँ त ट्राफिक पुलिसहरूले खेद्दैन अन्त भइगयो नि गाइज होइन। सो अब चाहिँ म यहाँ बसेर मान्छे खोज्छु गाइज होइन। मान्छे पाइहाल्यो भने पायो भने मान्छे खोज्छु, कताको पाउँछ लेट्स सी त गाइज। सो अलराइट गाइज होइन, यो चाहिँ मेरो 4th ट्रिप होला। यो चाहिँ अनलाइन हो होइन। म चाहिँ एन्जल भन्ने म्यामलाई लिन जाँदैछु। हाम्रो एन्जल म्याम यार मिस हो, त्यता जानु साथै देखिन्छ गाइज होइन। त्यही पनि नाम काफी छ परि। सो 1 किलोमिटर टाढा हो होइन। त्यस बाटोमै पर्नु चाहिँ म सिभिल हस्पिटल जानुहुने रहेछ। सिभिल हस्पिटल चाहिँ हुरुरुरुरु पुऱ्याइदिइहाल्छु गाइज होइन। लेट्स सी त हाम्रो एन्जल म्यामलाई भेटौँ है त कस्तो हुनुहुन्छ ल। आई होप एन्जल नामै एन्जल मान्छे पनि एन्जलै हुनुहुन्छ भन्ने आशा गरेको छु गाइज होइन। हाम्रो अगाडि एकजना एन्जल हुनुहुन्छ, मेरो अगाडि चाहिँ बाई बाई एन्जल। मैले चाहिँ हाम्रो इग्नोर हानिदिएँ क्या मैले मेरो अगाडिको एन्जललाई चाहिँ अर्को एन्जल दिनु चाहँदैछु त गाइज म चाहिँ है। लोकेसन त छेउछेउ आइसक्यो गाइज होइन। 280 मेन रोडमै हुनुहुन्छ क्या उहाँ चाहिँ होइन। हाम्रो एन्जल म्याम हो गाइज। 170 मिटर। यो गल्लीमा त मलाई अस्ति एउटाले यस्तो ल्याङ हानेछ कस्तो भनेको गाइज। त्यस्तो म भेटेँ 80-60 मिटर लेफ्ट यहाँबाट होइन। उहाँ नि हो कि क्या हो हजुर? हो बुक गरेको थियो हो यहाँ भएर हजुर बुक गरेको थियो। ए तपाईँ हो जानुपर्ने चाहिँ को?
तपाईँ हस्पिटल नै हो अलिक अगाडि त्यो हस्पिटलको लोकेसन छ र हजुर हुन्छ हजुर छ नि ल ल सब्सक्राइब हान है त हुन्छ हान बस्नु न बस्नु अनि किन हिँड्नु भएको त बिरामी भयो भाइ अनि बिरामी भाइ भाइ किन हिँड्नु भएको त ए ए किन छुट्टी चाहिँ नभएको त यो मेन बाटोमा होइन र हजुर कहाँ पो अझ पर होइन खोइ देखे जस्तो लाग्छ हेर्दै हिँडेको हो हजुर ए हो खोइ कहाँ छ बिरयानी ए सब्सक्राइब हानिदिनु भिडियो आउँछ ओके उहाँ भाइले अघि भनेको सुन्नु भएन के हो म सब्स्क्राइब गरिदिन्छु भनेको युट्युबमा चाहिँ सेवक राई भ्लग छ सलेट गाइज होइन मैले चाहिँ हाम्रो एन्जल म्यामलाई चाहिँ मैले उहाँको डेस्टिनेसनमा छोडिसकेँ गाइज होइन उहाँको चाहिँ यहाँ बिरयानी अड्डामा आउनु भएको छ सो बिरयानी खाना आउनु होला यहाँ बानेश्वरको बिरयानी अड्डामा गाइज होइन मिठो पाउँछ र एकदम अब भने चाहिँ म अर्को टिप खोज्न लाग्छु गाइज होइन सो नाउ गाइज म चाहिँ यहाँ बानेश्वर बसेको 1.5 घन्टा हुन लाग्यो होला अलमोस्ट मान्छे अझै पनि एकजना पाउन सकेको छैन मैले चाहिँ होइन अहिले बानेश्वरमा चाहिँ म चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले गाइज होइन बानेश्वर चाहिँ यस्तो छ तपाईँ टेम्पोहरूले मान्छे बोकेकै हामी पठाउ चाहिँ यति हल्लिएर बसेको यहाँ चाहिँ मेरो बाइक चाहिँ होइन अनि म चाहिँ बस्दा नि भएन उभिँदा नि भएन अनि यहाँ यसो अडेस लगाएर बाइकमा अडेस लगाएर बसिरहेको छु होइन लास्टै झ्याउ गाइस यार मान्छे पाउनु लागेको छैन अब घर खाना खान जानु पऱ्यो अब चाहिँ यतातिर राइडर छ ठुलो राइडर चाहिँ यहाँ छ होइन यसले मान्छे बोकेको मैले मान्छे नपाउने भनेको चाहिँ तपाईँ शीतलमा बसेको सो यस्तै छ बिजोक होइन हाम्रो काम गर्नेवालाको चाहिँ है गाह्रो छ नि होइन म यहाँ पनि बसेँ भएन अनि चाहिँ म यहाँ उभिरहेको छु है यहाँ पुरै लेखाएर छ हाम्रो चेन्जीहरूले यो भित्तै भयो लेखाएको छ देख्न सक्नुहुन्छ गाइस तपाईँहरूले चाहिँ होइन आइए झ्याउ यति झ्याउ लागिसक्यो नि होइन मर्नु भइसक्यो यार ओ हाम्रो यता राइडर आइपुग्यो एउटा के छ पाउँदैछ याङ्गो इन ड्राइभ नि याङ्गो त म चलाएको छैन याङ्गो तपाईँ बस पार हजुर छैन यार आज पठाऊ यहाँ खाना पाइएन के बोनस 500 आएको कि हेर्नु 2 टिप गऱ्यो भने त 1 टिप हान्दिनु भयो भने 1 टिप हुने बित्तिकै हुन्छ कि छ के पठाऊ अन्त त फेक मान्छ होला नि त मान्दैन अब मैले पकाउनु छ त तपाईँलाई आउँछ भन्ने छैन आउँछ बानेश्वर चोक हान्नु न पठाउ आउँछ छ पठाउ त छ
तिनीमा हानिदिइहाल्छु नि यहाँ छ बानेश्वर चोक हान्ने तपाईँले नै भेट्छ भन्ने छैन क्या त्यो छ क्या समस्या क्यान्सल गर्नु 2 चोटिमा आइहाल्छ नि हो हान्नु न तर हान्नु हुँदो रहेछ त पठाउँदा नि आज आजको कमाइ हो कति बजी निक्लेको हो तर बोनस खान पाइएन यी ए टप 10 हो त भाइ टप 10 मा हो के सर त्यही भएर हाम्रो साथी चाहिँ यहाँ टप 10 मा परिसक्नु भएको छ हजुर म चाहिँ यहाँनिर भ्लगिङ गर्दै बसिरहेको छु मान्छे पाउँदैन ड्राइभर त होइन हजुर इन्ड्राइभ नै हानिदियो भने मान्छे छैन क्या आउँदै आउँदैन यार लास्टै झ्याउँछ ओ हाम्रो साथीले चाहिँ टिप गरेर नि हिँडिसक्नु हो म चाहिँ यहाँ बसेर पठाउँदा मेरो बस्दै बस्दैन यार त्यो क्यान्सल गरेर होला धेरै होइन कति बजीदेखि हान्नु हो टप 10 मा पर्नुलाई यार 3 बजे 3 बजीदेखि 5,000 हान्ने सुत्ने हो अनि भोलि फेरि 5,000 हान्ने 5,000 हजुर हेलो लोकेसनमै हुनुहुन्छ नि ल्याउँदा है कति बजीसम्म हान्नुपर्छ 40-15 मिनटमा 2 टिप भ्याउँदा नि भ्याउँछ बजार कति चिजको छ सो नाउ गाइस होइन एकजना साथी हाम्रो चाहिँ टप 10 मा पर्नु भएको छ उहाँ चाहिँ टप 10 मा परेर बोनस खानुको लागि कुदिरहनु भएको छ उहाँ चाहिँ 29 हानिसकेको छ अरे गाइस यार यति 10 बजी म्या कसम यार कसरी हान्छ केटाहरूले यार सो यस्तै छ गाइस म भने अब खाना खान जान्छु म चाहिँ केटाहरू हानै छ सो अलराइट गाइस म चाहिँ फाइनल्ली घर आइसकेँ होइन बिहान काम गरेर अनि टिप पाउनु गाह्रो भएको थियो त्यही पनि हानेर 2-4 रुपियाँ कमाएर आइसक्यो अनि हेलो गाइस अब हामीले चाहिँ खाना सुरु गरिसक्यौँ होइन आजको खाना स्पेसल छ मेरो चाहिँ सो अलराइट गाइस होइन हामीले चाहिँ आज बेलुकाको खाना खाँदैछौँ खाना त के भन्नु यसलाई खानाको रूपमा हामीले चाहिँ आज नुडल्स बनाएर खाँदैछौँ सग्रातीसँग होइन चट्ट बनाएर भाडै छ हामीसँग हाम्रो अगाडि चाहिँ झ्याप्पै बिस्तारै खाइ चौराले बोल्नेको उठ्नेको त्यसले पाडी भने जस्तो जो बोलिरहेको छ त्यसले थोरै खान्छ जो बोल्दैन त्यसले सो मलाई चपस्टिक चाहिँ त्यति मजाले चलाउन आउँदैन त्यही पनि ट्राई गरिरहेको छु होइन प्र्याक्टिस मेक म्यान पर्फेक्ट ओ गाइस होइन प्र्याक्टिस प्रभु इससे आगे मत बोलना क्योंकि इंग्लिश से बेइज्जत हो जाता है सो सगातीले बनाएको यो नुडल्स चाहिँ होइन ठिकै बनाएछ मैले बेटी चाहिँ के बनाएको छु आज बिहान खानाले बेटिङ बनाएको त गाइस लिटो जस्तै दाइले लिटो भनेको छ अब उसैलाई बनाऊ भन्दा बनाउँदैन लिटो भएर ठिक छ गाइस यो मलाई करेन्ट खानु चाहिँ एकदम ठिक लाग्छ होइन गाइस तर खाइसकेर निकाल्ने बेला अलिक गाह्रो हुन्छ नि मलाई के भयो निकालेर खाँदैको थियो त खाइसकेपछि गर्ने त्यस्तो कुराहरू मैले चाहिँ यहाँनिर चाइनिज साग बोक्चे भन्ने हाल्नु खोजेको त्यो नभएपछि यो लामो बोडी नेपाली साग के भन्छ बोडी हालेको छु ठिक छ बोक्चे साग भन्छ मिठो हुन्छ
नो गाइस हैन धेरै चाहिँ नाच्नु पर्यो यति नै खानु मिल्छ ए अन्डा कहाँ थियो यार सकालेको अन्डा ए होइन सकाले होइन सकाले बनाएको अन्डा भनेको गाइस हैन यो चाहिँ अल्छी यतिसम्म अल्छी छ कि तर अन्डासम्म उकाएर राख्नु सक्दैन दाइको लागि के भन्नु अब दाइलाई चाहिँ एक्टिभ बनाउनु खोजेको नि भन्दा चाहिँ एक्टिभै छु र 8 बजे मोमो भरि सुत्छ 8 बजे मोमो सुति जुङ्गामा लाग्यो मेरो त नभएको जुङ्गामा के लाग्छ धेरै चाहिँ आज मैले जुङ्गा काट्ने किन्नु खोजेको होइन पसलमा फेरि छुट अलिक लाज लाग्यो क्या भाइ जुङ्गै छैन के काट्नु लैजानु लाग्यो भनेर के भन्नु भने नसोधिकन आएको चुल्दाइहरू गर्नु मिठो मिठो एमएल एमी हेर्ने कि दाजु नेपाली हो कि शुद्ध नेपाली हो क्या के भन्छ नेपालीमा भन्दा मिठो मिठो मैले किन तपाईँले भने थाहा छ मैले किन यो भने थाहा छ अघि मलाई नै बोक्चे साग खोज्दाखेरि नेपाली भएर नेपाली साग खानुपर्छ भन्दै थियो क्या के भन्नु नेपालीको भएर नेपाली साग खानुपर्छ त भन्दै थियो क्या पसलमा अगाडि पिरो भएको कि सुरुमै पिरो थियो अगाडि नै पिरो थियो अगाडि चाहिँ पिरो भएको तँलाई अगाडि पिरो हो खानु धेरै दाइले धेरै खान्छ भनेर अगाडि पिरो खान्छ अगाडि छोरी नै भए गाइस होइन दाइले त म छोरी त माउजू भन्छ मलाई पनि छोरी त नभन्छ यार म त आफ्नो आफूले मागेर पाउनु भयो त म नि दाइको बेबी प्लान चाहिँ के हो फुटबल टिम जन्माउने हो बनाइहाल्दैन मलाई मेरो भाउजू चाहिँ नरहोस् न त्यसको लागि त बाउलाई जित्नुपर्छ हौ तपाईँले बाउलाई जित्नुपर्छ बाउकै छोरा अब मलाई बाउभन्दा गवाउनु भयो धेरै नै भयो कि अब लोभ गर्छस् त खाउँ त गाइस अब के भन्नु न दाइले चाहिँ हरेक टाइम क्या हरेक टाइम करेन्ट चार्जर खान्छ भोलिपल्ट म खाँदिनँ भन्छ फेरि फेरि खान्छ त्यो भनेको चाहिँ मैले नि 5-6 महिना भएर छैन नि 1 वर्ष चाहिँ नभनौँ बिसाउनु थालेको त धेरै भएको छैन होइन रारा चार्जर खान्छु भन्छ डरके आएको जिते माउन्टेन ड्यू भनेर खाने तपाईँ सबै गाइस मैले चाहिँ खाइसकेँ होइन अनि अन्डा पनि खाएँ सकालेको अनि जोस् खाइसक्यो खानुभयो भने म तपाईँलाई 200 रुपियाँ दिन्छु 200 रुपियाँ दिन्छु म तपाईँलाई 1000 रुपियाँ दिन्छु साँच्ची साँच्ची पानी खानु पाउँदैनस् ल खान्छस् धराम चपाएर 5 मिनट मुखमा राखेर निलिज भनेर तपाईँ 5 मिनट बौला हो म ल तपाईँ राख्नु त 5 मिनट होइन 10 मिनट म तपाईँलाई 3000 दिन्छु ल साँच्चै ल ल साँच्चै आइदिउँ डिल मलाई माया लाग्छ नि त दाजुको दायाँ बायाँ भयो भने अब चाहिँ बोल्दा हुन्छ भोलि बिहान फेरि 5 मिनट त के 3 मिनटमा टोइलेट कुदेको त मलाई याद छ नि के अरे
तँले खुसिन्छ पुच्छाड के गर्ने अनि मसँग अहिले ठुलो कुरा गर्छ कि म यही खाइछु तोली बाँध्नु सिक्यो क्या अलिक मजाले गफ गरेर अनि सकाने कस्तो भयो त आज तँलाई यो नुडल्स मिठो भयो अनि तेरो दिन कस्तो भयो त आज भन्दा दिन त स्पेसल नि कस्तो हुनु र होइन अब मान्छे आज मलाई खाने मन थिएन बिहान खाना बनाएको दाइले मन परेन अरे जबरजस्ती मैले त आज म बिहान त्यत्रो खाना खाने मन त थिएन मैले लास्टमा यति खाना खाएँ कि मलाई दाइले थर्कायो क्या फर्स्ट टाइम भएर मलाई दाइले कमेन्ट गरेको खानामा रिस उठ्यो मलाई रिजन सोधेको भनेन कि मलाई रिजनै भनेन मलाई त्यत्तिकै गाली गर्यो बासी भात तातो भातमा मिसाएर खुवाउँछ लिटो जस्तो भात बनाएर लिटो चाहिँ थिएन ल फेरि प्लिज तिमीलाई त अहिले लिएको चामलको त्यस्तै त यति पानी हालेर फुर्क बनाएर दिन्छु म नि मिल्नु नसक्दा अनि मलाई गाली गर्यो अनि मलाई रिस उठ्यो रिस काबुसान सर्कलमा सुतेको 5 बजीसम्म सुतेकै भइसक्यो दिन त त्यसै राम्रो भइहाल्यो ओके गाइस ल अरू भन्नु के छ यसरी खाँदै सुत्यो भने चाहिँ ठ्याक्कै तिहारमा चाहिँ मासु किन्नु पर्दैन भुडीको 2 पिस तिख्राको 3 पिस ओके गाइस आज हामीले चाहिँ अब यति भन्दै म भिडियो यही सिद्ध्याउँछु सो गाइस भिडियो अन्तिमसम्म हेर्नु होला सेवाग्राइब युट्युब च्यानलमा गएर अनि सब्सक्राइब गर्नु भएको छैन भने यस्तो माया पनि गरिदिनु होला सब्सक्राइब गरेर लाइक कमेन्ट गरिदिनु होला हैन होइन म यहाँ लिनु ओके गाइस यति भन्दै आजको भिडियो सिद्ध्याउँछु बाई 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 गाइस गुड नाइट भोलिको अर्को भिडियोमा भेटौँला बाई